गाइज हामी पोखरा पुग्न आँट्यौं। त्यहाँहरू भिडियोमा हेर्न सक्नुहुन्छ। गाइज कस्तो राम्रो पोखरा सिटी छ। Taxi आइसक्यो गाइस। हाय गाइस, वेलकम ब्याक टु अबिक्याम रितिका वन्डरल्यान्ड। म छु रितिका अनि वेलकम ब्याक टु अनदर ट्राभल भ्लग। सो आज हामी गइरहेछौँ पोखरा अनि आज हाम्रो फ्लाइट छ 2 बजेको। मेरो घडीको टाइमलाइन नोटिस नगर्नलाई यसलाई म अहिले ठिक पार्छु। अनि लेट्स हैव आउटफिट चेक। मेरो हुड्डा सेट अनि मेरो यो वाला कन्भर्स जुत्ता, घडी, टोट ब्याग, यो नेकलेस, मैले यो लाछु, यो हुडी सेट, यो ब्याग अनि यो ब्याग अनि यो जुत्ता। हाम्रो लगेज। श्री माताजीको आशीर्वाद दिउँ अनि जाऊँ पोखरा। अनि हामी डोमेस्टिक टर्मिनलबाट गइरहेछौँ। हेलो भिडियो भएछ। हाम्रो फ्लाइट छ 2 बजे। अब तपाईँहरूले दिन्छ रिभ्यू के भयो, क्यान्डी कस्तो लाग्यो? राम्रो हो धेरै है। गाइज हामी एरोप्लेनतिर पुगिसक्यौँ। अब पोखरा जाँदैछौँ। गाइज हामी फ्यामिली फोटो लिएर एरोप्लेनमा गइरहेछौँ। इस ETR 72 विमानमा हार्दिक स्वागत गर्दछौँ। हाम्रो पोखरासम्मको उडानको समय 25 मिनटको हुनेछ र हामी 10,500 फिटको उचाइमा हुनेछौँ। हिमाल हेर्दा त हिमालमै जान मन लाग्यो।
फाइनली हामी आइपुग्यौँ। सो गाइज फाइनली हामी पोखरा इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड गरिसक्यौँ। अनि गाइस माछा पुछ्रे यहाँ माछा पुछ्रे तपाईँले देख्न सक्नुहुन्छ कस्तो राम्रो ब्युटिफुल माछा पुछ्रे। गाइस अब हामी प्लेनबाट ल्यान्ड गरेर यहाँ कन्भेयर बेल्टबाट अब हामी आफ्नो लगेज पनि लिइरहेछौँ। अनि हेर्न सक्नुहुन्छ हामीले लगेज पनि लिइसकेर अब हामी एयरपोर्टको बाहिर गइरहेछौँ। हेर्न सक्नुहुन्छ माछा पुछ्रे पनि एयरपोर्टबाट देखिरहेको छ। अनि मामु अनि हेर्न सक्नुहुन्छ पोखरा एयरपोर्ट। फेरि भन त अबिक फेरि भन न। लेक साइडतिर पुगिसके। हेलो साथीहरू, हजुरहरू देख्न सक्नुहुन्छ हामी होटल पुगिसक्यौँ। त्यो राम्रो रुम छ। हेर्नु कति राम्रो राम्रो ज्वेलरीहरू स्टोनहरू प्लान गर्दैछु गाइज अहिले हामी लेक साइडमा डुलिरहेछौँ। अनि त अहिले थाहा नै छ मेरो नाम अबिकको। लेक साइडको नाइट भ्यू तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ कस्तो राम्रो है। अहिले मतलब अफ सिजन छ तर पनि मतलब यहाँ धेरै टुरिस्टहरू आइरहेको हो र। लाइक सब्सक्राइब बाबु कमेन्ट। यहाँ दर्शन गर्नुपर्छ, भगवानको आशीर्वाद लिनुपर्छ। हेलो साथीहरू, अहिले हामीहरू सन्ध्या आरती हुने ठाउँमा पुगेका छौँ। यहाँ चाहिँ बेलुकाको 6 बजे सधैँ सन्ध्या आरती हुने गर्छ। प्यान्टहरू छ यहाँ। यस्तो राम्रो ठाउँ छ यहाँ। तपाईँ नाइट भ्यू देख्न सक्नुहुन्छ पोखराको होइन। साथीहरू, अहिले हामी यो भाइरल छाता पोइन्टमा छौँ। यहाँ मान्छेहरू घुम्न आउँदा टिकटक बनाउने गर्छन्। हजुरहरू आउँदाखेरि यो ठाउँ अवश्य आउनुहोला। मिका ओ मिका के छ खाना पाकिरहेछ? मेरो खाना पनि आइसक्यो। बटाना कढाई पनिर पनि कढाईमै आएको छ। होटलको